नमस्ते। दुबईमा काम गर्न होस् या भिजाको लागि वा अन्य मुलुकमा जानको लागि तपाईले कहिलेकाहीँ पुलिस क्लियरेन्स सर्टिफिकेट आवश्यक परिरहेको हुन्छ। यो भिडियोमा दुबईमा आफैले केही मिनेटमै कसरी पुलिस क्लियरेन्स सर्टिफिकेट निकाल्ने भन्ने बारे सिकाउँदैछु। भिडियो अरूलाई पनि सेयर गरिदिनु होला। आइडी फलो गर्नुभएको छैन भने फलो गरेर सँगै जोडिराख्नु होला। तपाईलाई झुक्किएर काम लाग्न सक्छ। आउनुहोस् सुरु गरौँ। सजिलोको लागि गुगलमा गएर दुबई पुलिस सर्च गर्नुहोस् वा तपाईले सिधै दुबई पुलिसको वेबसाइटमा पनि जान सक्नुहुन्छ। गुगलमा दुबई पुलिस सर्च गरेपछि माथिको वेबसाइटमा जानु होला अनि तपाईको अगाडि यस्तो पेज खुल्नेछ। यस्तो पेज खुलिसकेपछि टप राइट साइडको सर्चमा क्लिक गर्नु होला अनि तपाईको अगाडि सर्भिसेसहरुमा यस्तो खुल्नेछ। यसो तपाईले दोस्रो नम्बरको सर्टिफिकेट्स भन्नेमा जानु होला। या पनि तपाईलाई धेरै खाले सर्भिसहरु चाहिँ देख्न सक्नुहुन्छ। अब यसमा हामी परमिट एन्ड सर्टिफिकेट भन्नेमा एप्लाई गर्छौं। यो भित्र पनि तपाईले धेरै खाले सर्टिफिकेटहरु चाहिँ पाउनुहुन्छ। तर हामीलाई पुलिस क्लियरेन्स सर्टिफिकेट चाहिएको भएर पहिलो नम्बरमा पुलिस क्लियरेन्स सर्टिफिकेट वालामा क्लिक गर्छौं। यहाँ क्लिक गरेपछि तपाईको अगाडि यस्तो खाले पेज खुल्नेछ। यहाँ तपाईलाई सर्भिस, पेमेन्ट मेथड, रिक्वायर्ड डकुमेन्ट, बेनिफिसियरिज लगायतको अनेक कुराहरु देखिनेछ। अब तपाईले मुनिको एप्लाई भन्नेमा क्लिक गर्नुहोस्। यो तपाईको एप्लिकेसन फर्म खुल्नेछ। यसमा तपाईले सिटिजन इनसाइड यूएई अथवा तपाई रेसिडेन्ट हुनुहुन्छ वा आउटसाइड यूएई वा तपाई भिजिटर इनसाइड यूएई हुनुहुन्छ त्यही अनुसार चुज गर्नु होला। म चाहिँ सिटिजन यानि कि रेसिडेन्स इनसाइड यूएई वाला भएको भएर त्यही अनुसार चुज गरेर तपाईहरुलाई यो भिडियोमा सिकाउँदै छु। त्यसपछि मुनिको इमेल आइडी भन्नेमा आफ्नो इमेल आइडी कार्ड हाल्नु होला। आफ्नो इमेल आइडी कार्ड भरिसकेपछि तपाईले पर्पज अफ सर्टिफिकेट भन्दा देख्न सक्नुहुन्छ। तपाई के को लागि यो सर्टिफिकेट निकाल्दै हुनुहुन्छ त्यही चुज गर्नु होला। यहाँ तपाईले धेरै खाले चाहिँ देख्न सक्नुहुन्छ। वर्कको लागि, म्यारेज, स्टडी वा अनेक जेको लागि हुनुहुन्छ त्यही अनुसार चुज गर्नु होला। त्यसपछि तपाईले मुनि चाहिँ कुन पार्टी गभर्नमेन्ट अथवा प्राइभेट पार्टी हो त्यो चुज गर्नु होला अनि ल्याङ्ग्वेजमा अरबिक अथवा इंग्लिश केमा चाहनुहुन्छ त्यही अनुसार चुज गर्नु होला। त्यसपछि त्यसको मुनि तपाईले सर्टिफिकेट रिक्वायर्ड पार्टी भनेर देख्न सक्नुहुन्छ। तपाईलाई के को लागि चाहिँ सर्टिफिकेट चाहिएको हो, कुन पार्टीले चाहिँ सर्टिफिकेट मागेको हो तपाईले त्यही चुज गर्नु होला। यहाँ दुबईको अनेक प्रकारको अर्गनाइजेसनहरु वा तपाईलाई चाहिने इन्स्टिट्युसनहरु चाहिँ तपाई आफैले चुज गर्न सक्नुहुन्छ। यहाँ चाहिँ धेरै थरीको डिपार्टमेन्टहरु छन्। तपाईलाई चाहिँ कुन चाहिँ डिपार्टमेन्टले त्यो सर्टिफिकेट मागेको हो त्यही अनुसार चुज गर्नु होला। यसरी तपाईले टाइप अफ रिक्वेस्टेड पार्टी अनि सर्टिफिकेटको ल्याङ्ग्वेज इंग्लिश र अरबिक र सर्टिफिकेट रिक्वायर्ड पार्टी चुज गरिसकेपछि अलि तल तपाईले इमेल भन्ने देख्न सक्नुहुन्छ। आफ्नो लगइन भइरहेको वा चलिरहेको इमेल राम्रोसँग हेरेर भर्नु होला। त्यसपछि त्यही इमेल आइडीलाई मुनि फेरि गएर कन्फर्म गर्नु होला अनि त्यसपछि आई एक्सेप्ट द टर्म एन्ड कन्डिसनमा क्लिक गरेर मुनि आफूलाई देखाए अनुसारको क्याप्चा सिलेक्ट गरेर नेक्स्ट भन्नेमा क्लिक गर्नु होला। यसपछि तपाईलाई आफ्नो कन्फर्मेसन मोबाइल नम्बर भन्दा आफ्नो मोबाइल नम्बर देख्न सक्नुहुन्छ। तपाईको त्यो नम्बर हो भने यस भनेर नेक्स्ट गर्नु होला। तपाईलाई त्यहाँ एउटा ओटीपी आउनेछ अनि त्यो आएको ओटीपीलाई त्यसमा राखेर नेक्स्ट गर्नु होला। त्यसपछि तपाईको अगाडि पेमेन्ट सम्बन्धी पेज खुल्नेछ। तपाईले त्यहाँ देख्न सक्नुहुन्छ टोटल चाहिँ 220 दिरहम लाग्छ भनेर अनि दुईटै आई एक्सेप्ट र मुनिको पनि आई एक्सेप्ट वाला उसमा क्लिक गरेर तपाईले पे नाउ भन्नेमा जानु होला। त्यसपछि तपाईलाई पे गर्नको लागि विभिन्न खाले अप्सनहरु चाहिँ खुल्नेछ। तपाईलाई पाएको पर्ने कार्ड पेमेन्ट अथवा नेट बैंकिङ कुन चाहिँ सजिलो हुन्छ त्यही अनुसार तपाईले आफ्नो कन्ट्याक्ट इन्फोमा पनि राम्रोसँग इमेल आइडी र मोबाइल नम्बर राम्रोसँग चेक गरेर तपाईले पे गर्न सक्नुहुन्छ। पे गरेको केही घण्टा अथवा केही दिनपछि तपाईले चाहिँ आफ्नो पुलिस क्लियरेन्स सर्टिफिकेट चाहिँ इमेलमा प्राप्त गर्न सक्नुहुन्छ। यसरी तपाई आफैले केही मिनेटमै सजिलै पुलिस क्लियरेन्स सर्टिफिकेट निकाल्न सक्नुहुन्छ अनि मोहर एप्लिकेसनबाट पनि 50 दिरहममै निकाल्न सकिन्छ। तर कतिपय बेला दुबई पुलिसबाटै जारी भएको क्लियरेन्स सर्टिफिकेट मागिरहेको हुन्छ। तपाई मोहर एप्लिकेसनबाट 50 दिरहम वाला कसरी निकाल्ने भन्ने बारे जान्न चाहनुहुन्छ भने चाहिँ कमेन्ट गर्न नभुल्नु होला। म अर्को भिडियोमा जानकारी गराउने छु। थप जानकारीको लागि सँगै जोडिराख्न नभुल्नु होला है त। धन्यवाद।